जय श्री राम, जय नेपाल। अहिले हाम्रो देशमा सबै जनताको ढुकढुकी प्रधानमन्त्रीतिर गइरहेको छ। तपाईहरू जति चाँडो भए 10 गते भन्दा पहिला जति चाँडो भए तपाईहरू रात दिन खटेर भए पनि के संशोधन गर्नुपर्छ संशोधन गर्नुहोस्। तर जनता एकदम पुरा आश लगाएर बसिरहेछ। नेपाल पनि त्यस्तै देश हो, एकछिनमा के हुन्छ पहिलाको घटना हेर्दै जनता अहिले मौन भइरहेछ। यसकारणले रविजीलाई म आग्रह गर्न चाहन्छु कि जति चाँडो भए 5 दिनको काम 2 दिनमा सकाउनुहोस् र प्रधानमन्त्रीको प्रक्रिया चाँडोभन्दा चाँडो पुगाएर यो देशलाई खुसियालीको एउटा अवसर तपाईँ मिलाउनुहोस्। समय किनभने नाना थरीका कुरा सबै जनताको मनमा पीडाले भइरहेछ। के हुन्छ कि हुँदैनन्, नेपालका नेता एकैछिनमा के बोल्छ एकैछिनमा के बोल्छ। यस कारणले यो ढुकढुकीलाई जति चाँडो भए 2-3 दिनको अन्दरको भित्रमा यो काम तपाईँ मिलाउने काम गर्नुहोस्। जय श्री राम।